त्यसै गरी दिल्लीराम ढुङ्गेलज्यू तेह्रथुम सरोकार समाजका अध्यक्ष उहाँलाई मैले अघि उहाँको नाम लिएको थिएँ। अब केही विशिष्ट महानुभावहरूलाई हामी आसन गराउने क्रम जारी रहेछ र मैले अघि पनि भनिहालेँ आफ्नो गरिमामय छ। यहाँ सबै जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक आभार प्रकट गर्दै म अब औपचारिक कार्यक्रमलाई अगाडि बढाउने अध्यक्षको अनुमतिले एउटा टिकट दिनु दाजु शिवारो खाजा नास्ता खानुभयो? धन्यवाद। आसन ग्रहणकै क्रममा फोटो पत्रकार निर्मला सुब्बा आशीज्यू पनि उपस्थित हुनुभएको छ। उहाँलाई पनि म हार्दिक आग्रह गर्दछु आसन ग्रहणको लागि। निर्मल सुब्बाज्यू, त्यसै गरी आजको यो हाम्रो कार्यक्रमलाई विभिन्न दृष्टिकोणले सुरक्षाका लागि उपस्थित हुनुभएका सुरक्षाकर्मीज्यूहरू यहाँहरूलाई पनि म आफ्नो जिम्मेवारी सम्हाल्दै यथास्थानमा आसन गर्नको लागि अनुरोध गर्दछु। अब औपचारिक कार्यक्रमलाई म अगाडि बढाउने क्रममा ताप्लेजुङ